मैले धेरैचोटि सोचेको छु आफैले काम गर्दै जाँदा र अरूको मुखबाट पनि सुनेको छु कि यो हाकिमहरूको त केही काम छैन, खालि माथिल्लो पदमा बस्छन्, अराउँछन्, खालि नराम्रो मात्रै देख्छन्, राम्रो कहिले पनि देख्दैन। वेलकम टु एमआरपी टक्स एन्ड दिस इज लभ द जब सिरिज। मैले आफैले अनुभव गरेको र काम गर्ने हरेकको मुखबाट सुनिएको यो शब्दको विषयमा आज म सानो डिस्क्राइब गर्न गइरहेको छु। काम गर्दै जाँदा अनुभव बढ्दै जान्छ र मैले पनि त्यही अनुभवको आधारमा यो कुराहरू बताइरहेको छु। हाकिम हुनु पनि सजिलो चाहिँ होइन, अथवा टप लेभल म्यानेजमेन्टमा जानु, हाकिम भन्नाले मैले नराम्रो सेन्समा भने होइन, टप लेभल म्यानेजमेन्टको कुरा गरिरहेको छु, जसले कुनै पनि इन्स्टिट्युसन आँकिरहेको हुन्छ, चलाइरहेको हुन्छ। उहाँहरूले त्यो लेभलसम्म पुग्नको लागि ठुलै समय व्यतीत गरेको हुन्छ त्यही क्षेत्रमा। किन अर्को क्षेत्रमा गरेको मान्छेलाई त त्यो क्षेत्रमा ल्याएर कसैले पनि टुप्पोमा राखिदिँदैन, अपवाद हो। कुनै क्षेत्रमा काम गरिरहेको मान्छे लगातार काम गरिसकेपछि अपग्रेड हुँदै 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 माथिल्लो तहमा पुग्ने हो। त्यही सिलसिलामा तपाईँ हामीले काम गरिरहेको अर्गनाइजेसनको टप लेभल म्यानेजमेन्ट बनेको। तपाईँ पनि निरन्तर काम गरिरहनु भयो भने त्यही लेभलमा पुग्ने हो। तपाईँले पनि सुन्ने, तपाईँको विषयमा पनि तलकोले भन्ने त्यही हो, समयसँगै सुनिने कुरा रहेछन् यिनीहरू। तपाईँ हामी तल्लो तहमा छौँ, काम गरिरहेछौँ, माथिल्लो तहबाट हरेक दिनको अपडेट मागिन्छ। तपाईँले गरेको कामको विषयमा क्रिटिक साइज नै धेरै हुन्छ, अनि राम्रो कामको एप्राइजल त्यति धेरै हुँदैन। अब केही काम छैन त टप लेभलमा बस्ने मान्छेको चाहिँ भनेर सोचाइ आउन सक्छ हाम्रो, तपाईँ हाम्रो आउन सक्छ होइन, आएकै कुरा हो। त्यसैको आधारमा भनिरहेको छु, काम छ। तपाईँ हामी जसरी हार्डवर्क गरिरहेको हुन्छौँ कुनै इन्स्टिट्युसनको सक्सेस दिनलाई, अभियसली ब्याकबोन अफ द इन्स्टिट्युसन चाहिँ तपाईँ हामी नै हो, तल्लो तहमा बस्ने कर्मचारी नै हो। तर रिस्क म्यानेजमेन्ट र स्ट्राटेजिकल्ली माथिल्लो तहमा बस्ने मानिसको जुन रोल हुन्छ र क्राइसिस म्यानेजमेन्टमा जे रोल खेल्नुपर्छ त्यो चाहिँ 15 वर्ष 20 वर्षको अनुभवले दिने कुरा हो। त्यसमा उनीहरू निपुण हुन्छन् र उनीहरू त्यहाँ बसेका हुन्छन्। उनीहरूले एउटा गलत डिसिजन गरिदिए भने तपाईँ हामीले काम गरेर इन्स्टिट्युसनै नरहन सक्छ। त्यही भएर उनीहरूको डिसिजन मेकिङ चाहिँ बेस्ट र बेटर हुनुपर्छ। त्यसले एउटा अर्गनाइजेसन, उनीहरूको भिजन र हाम्रो हार्डवर्कले अगाडि बढ्ने हो। आजलाई यति।